नमस्ते। घुम्ने वस्तुहरूमा नि एउटा अचम्मको गोप्य नियम लुकेको हुन्छ। यो नियम हामी हाम्रो वरिपरि जताततै देख्छौं। एक आइस स्केटरको त्यो सुन्दर चालदेखि लिएर आकाशमा घुमिरहने ग्रहहरूसम्म। तर हामीमध्ये धेरैले सायदै सोध्छौं होला, आखिर यसको पछाडि के कारण छ? ल आउनुहोस् आज घुम्ने गतिको यही रहस्य खोलौं। हाम्रो मुख्य प्रश्न यही हो, बाहिरबाट कसैले नधकेलिकन कुनै बाहिरी बल बिना एउटा आइस स्केटरले कसरी फाट्टै आफ्नो घुम्ने गति बढाउन सक्छ? सुन्दा त अचम्म लाग्छ, होइन? यो त भौतिक विज्ञानको सामान्य नियम विपरीत जस्तो देखिन्छ। र यो कुरा स्केटरहरूमा मात्रै सीमित छैन है। पानीमा हाम फाल्ने डाइभरहरूले पनि हावामा आफ्नो शरीरलाई घुमाउन र नियन्त्रण गर्न ठ्याक्कै यही सिद्धान्तको प्रयोग गर्छन्। यसले के देखाउँछ भने यहाँ भौतिक विज्ञानको कुनै एकदमै आधारभूत नियमले काम गरिरहेको छ। अब यो रहस्य सुल्झाउन हामीले गतिलाई हेर्ने तरिका अलिकति बदल्नुपर्छ। खासमा हामीले सीधा रेखामा हुने गति र घुम्ने गतिबीचको सम्बन्ध बुझ्नु एकदमै जरुरी छ। अब हेर्नुहोस्, घुम्ने गतिको पनि आफ्नै नियमहरू हुन्छन्, ठ्याक्कै सीधा हिँड्ने गतिको नियम जस्तै सीधा धकेल्दा कुनै वस्तुलाई सार्न कति गाह्रो हुन्छ भन्ने कुरा त्यसको म्यास अर्थात् पिण्डमा भर पर्छ, होइन त? हो, त्यस्तै गरी कुनै वस्तुलाई घुमाउन कति गाह्रो हुन्छ भन्ने कुरा चाहिँ मोमेन्ट अफ इनर्शिया भन्ने कुरामा भर पर्छ। त्यसो भए यो मोमेन्ट अफ इनर्शिया आखिर हो तरी के? एकदम सरल शब्दमा भन्नुपर्दा यो घुम्ने वस्तुको पिण्ड यानि कि मास जस्तै हो। यसले कुनै वस्तुलाई घुमाउन वा घुमिरहेको वस्तुलाई रोक्न कति गाह्रो छ भन्ने कुरा नाप्छ। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण फरक छ। सामान्य पिण्ड वा मास वस्तुमा कति पदार्थ छ भन्ने कुरामा मात्र भर पर्छ। तर मोमेन्ट अफ इनर्शिया चाहिँ त्यो वस्तुको पिण्ड कहाँ कहाँ फैलिएको छ त्यसमा पनि भर पर्छ। एउटा रिङको उदाहरण लिउँ न। यसको सबै तौल घुम्ने केन्द्रबाट टाढा बाहिरी किनारामा जम्मा भएको हुन्छ। ठिक यही कारणले गर्दा यसको मोमेन्ट अफ इनर्शिया बढी हुन्छ। यसको मतलब यसलाई घुमाउन धेरै बल चाहिन्छ। अब त्यही तौलको एउटा डिस्कलाई हेरौं। यहाँ पिण्ड केन्द्रबाट बाहिरतिर बराबर फैलिएको छ। पिण्डको केही भाग केन्द्रको नजिक भएकोले यसको मोमेन्ट अफ इनर्शिया रिङको भन्दा कम हुन्छ। नतिजा के भयो त? यसलाई घुमाउन सजिलो भयो। र अन्त्यमा एउटा गोलालाई हेरौं। यहाँ त पिण्ड केन्द्रमा सबैभन्दा बढी जम्मा भएको हुन्छ। त्यसैले समान तौलको भए पनि यसको मोमेन्ट अफ इनर्शिया रिङ वा डिस्क भन्दा पनि कम हुन्छ र यसलाई घुमाउन त झनै सजिलो हुन्छ। त्यसैले मुख्य कुरा के रहेछ भने कुनै वस्तुको पिण्ड घुम्ने अक्ष वा केन्द्रबाट जति टाढा टाढा फैलियो त्यसको मोमेन्ट अफ इनर्शिया त्यति नै बढी हुन्छ। मतलब त्यसलाई घुमाउन वा रोक्न उति नै बढी बल चाहिन्छ। ल, अब हामीसँग स्केटरको रहस्य सुल्झाउन चाहिने सबै जानकारी छ। अब हामी त्यो आधारभूत नियमको बारेमा कुरा गर्नेछौं जसले यो सबै कुरालाई एकै ठाउँमा जोड्छ। यो रहस्यको चाबी एङ्गुलर मोमेन्टमको नियममा लुकेको छ। सरल भाषामा भन्नुपर्दा एङ्गुलर मोमेन्टम भनेको कुनै वस्तुमा कति घुम्ने शक्ति छ भन्ने कुरा हो। र यो निकाल्नको लागि वस्तुको मोमेन्ट अफ इनर्शिया र त्यसको घुम्ने गतिलाई गुणन गरिन्छ। र भौतिक विज्ञानको सबैभन्दा सुन्दर नियमहरूमध्ये एक यही हो। यदि कुनै घुमिरहेको प्रणालीमा बाहिरबाट कुनै बल लगाइएको छैन भने त्यसको कुल एङ्गुलर मोमेन्टम सधैँ स्थिर रहन्छ वा कन्जर्भड हुन्छ। यसको मतलब के हो भने मोमेन्ट अफ इनर्शिया आई र घुम्ने गति ओमेगा को गुणनफल सधैँ एउटै रहन्छ जबसम्म बाहिरबाट कुनै बल लाग्दैन। र रहस्यको समाधान यही छ। यदि गुणनफल सधैँ एउटै रहनुपर्छ भने एउटा कुरा घट्दा अर्को स्वतः बढ्नै पर्छ। यदि मोमेन्ट अफ इनर्शिया घट्यो भने घुम्ने गति बढ्छ। लौ, अब हाम्रो स्केटरको रहस्यको समाधान यही छ। जब स्केटरले आफ्नो हात फैलाउँछ नि उसको शरीरको तौल केन्द्रबाट टाढा टाढा जान्छ। यसले के गर्यो? मोमेन्ट अफ इनर्शिया आई बढायो र नियमअनुसार गति ओमेगा घट्यो। तर जब उसले हात खुम्चाएर शरीरको नजिक ल्याउँछ तब ठ्याक्कै उल्टो हुन्छ। तौल केन्द्रको नजिक आयो, मोमेन्ट अफ इनर्शिया आई घट्यो र त्यो एङ्गुलर मोमेन्टमलाई बराबर राख्नको लागि उसको घुम्ने गति ह्वात्तै बढ्छ। कस्तो अचम्म! र यो नियम कुनै आइस रिङको लागि मात्रै बनेको होइन।
यो त ब्रह्माण्डकै एउटा आधारभूत नियम हो जसले स्केटरदेखि लिएर ग्रहहरूसम्म सबैलाई नियन्त्रण गर्छ। केप्लरको ग्रहहरूको गतिको दोस्रो नियम सुन्नुभएको छ? त्यो वास्तवमा यही एङ्गुलर मोमेन्टमको संरक्षणको नियमकै अर्को रूप हो। जब कुनै ग्रह आफ्नो अण्डाकार कक्षमा सूर्यको नजिक आइपुग्छ त्यसको गति बढ्छ। किनभने सूर्यको नजिक आउँदा ग्रहको दूरी घट्छ, जसले गर्दा प्रणालीको मोमेन्टम अफ इनर्सिया घट्छ। त्यसैले एङ्गुलर मोमेन्टमलाई स्थिर राख्न ग्रहको गति बढ्नै पर्छ। अनि जब सूर्यबाट टाढा जान्छ यसको गति फेरि घट्छ। अर्को एउटा विशाल उदाहरण हेरौँ। मानिलिउँ पृथ्वीमा बाहिरबाट उल्कापिण्डहरू आएर थपियो। यसले के गर्छ? पृथ्वीको कुल पिण्ड अर्थात् मास बढ्छ। यसले यसको मोमेन्ट अफ इनर्सिया बढाउँछ र एङ्गुलर मोमेन्टमको संरक्षणको नियमअनुसार पृथ्वीको घुम्ने गति थोरै भए पनि सुस्तो हुन जान्छ। त्यसैले स्केटरको कलात्मक घुमाइदेखि लिएर ग्रहहरूको विशाल परिक्रमासम्म एउटै सुन्दर नियमले यो ब्रह्माण्डलाई चलाइरहेको छ, एङ्गुलर मोमेन्टमको संरक्षण। अब जब यो गोप्य नियम थाहा भइहाल्यो, एकछिन सोचौँ त हाम्रो वरिपरि यो नियम अरू कहाँ कहाँ देख्न पाइएला।